नेपालका सडकमा दैनिक देखिने भिखारीहरूको वास्तविक सङ्ख्या कति होला? सरकारी तथ्याङ्क अनुसार अहिले नेपालमा करिब 14,000 भन्दा बढी मानिस भिख मागेर जीवन चलाइरहेका छन्। सबैभन्दा धेरै भिखारी काठमाडौँ उपत्यका, पोखरा, विराटनगर, चितवन र सीमावर्ती बजारहरूमा भेटिन्छन्। काठमाडौँ मात्रमै 3,000 भन्दा बढी व्यक्ति नियमित रूपमा सडकमा भिख माग्छन्। तर सबैजना गरिबीका कारण मात्र होइन। कसैलाई सङ्गठित गिरोहले सडकमा पठाउने, कसैलाई अशक्तता तथा अपाङ्गता, कसैलाई मानसिक स्वास्थ्य समस्याले गर्दा सडकमै बस्नु परेको पाइन्छ। धेरै वृद्धलाई परिवारले छाडेपछि र केही युवाहरू रोजगारी अभावका कारण भिखमा निर्भर बन्न बाध्य छन्। सरकारले सडक आश्रित व्यवस्थापन कार्यक्रम सुरु गरे पनि बजेट, जनशक्ति र अनुगमन पर्याप्त नहुँदा यसको प्रभाव सीमित नै छ। भिख दिएको मात्रले समस्या समाधान हुँदैन। उनीहरूलाई पुनर्स्थापना, उपचार र रोजगारी आवश्यक छ। यी तथ्य थाहा थियो? थाहा थिएन भने यो भिडियो सेयर गर्नुहोस्।